मद्यपान गरिरहेको अवस्था र जुवा तास खेलिरहेको अवस्था। सबैले याद गर्नुहोस् न, यो पाइमराईहरूको हम सिक्रो सिली नाच्दाखेरि यहाँको सिली के नगरौँ र अर्को पूर्वकालमा परम्परा उहिले धेरै पहिले यात्राहरूको उत्पत्ति सँगसँगै यो विशेष गरेर यो डोकेनी र मिथक चाहिँ यसरी आउँछ। अनि त्यस्तो भइरहँदाखेरि एक समय चाहिँ त्यहाँनिर एउटा ठुलो चाहिँ प्रकृति प्रकोप आइलाग्यो, पानी पर्यो, बाढी आयो। त्यो फल्ने खेतबारी आफ्नो प्रोपर्टीहरू सम्पत्तिहरू सबै बगाएर लगिसकिसके पश्चात अब के गर्ने त भनेर चाहिँ त्यहाँको तुम्याङहरू भनेको चाहिँ त्यो गाउँको एउटा पञ्चहरू जस्तो अथवा एकजनाले भनेको मान्ने मान्छे त्यो आउँछु तर मेरो अनुहार म तिमीहरूलाई देखाउँदैन भनेर चाहिँ भनिसकिसके पश्चात ल भनेर चाहिँ त्यो याखाहरू चाहिँ त्यो जङ्गलबाट फर्किए। त्यो लक्ष्मी पूजाको दिन चाहिँ यो डोकोले छोपिएर उसको चाहिँ साथी एकजना ढटुवारे भनिन्छ, जसलाई अघि मैले भने त्यो फल्ने खेतबारी आफ्नो प्रोपर्टीहरू सम्पत्तिहरू सबै बगाएर लगिसकिसके पश्चात अब के गर्ने त भनेर चाहिँ त्यहाँको तुम्याङहरू भनेको चाहिँ त्यो गाउँको एउटा पञ्चहरू जस्तो अथवा एकजनाले भनेको मान्ने मान्छे त्यो व्यक्ति चाहिँ सरसल्लाह गरेर जाँदाखेरि चाहिँ हामीले अब मद्यपान गरिरहेको अवस्था र जुवा तास खेलिरहेको अवस्था थियो अरे र कुराहरू राखिदिनु न, म हार्दिक अनुरोध गर्दछु। भएको छ यस कार्यक्रमको सञ्चालक सचिवज्यूलाई अनि मुखला भन्दै म किरात पाइमराई सुम्निकिमको केन्द्रीय अध्यक्ष भएको हैसियतले नाचिरहनु भएको छ। उहाँहरूको सिएलदेखि लिएर तल पैतालासम्म प्रयोग गर्नुभएको हप्ता कपडा वगनो घर झस्तीबाटै
देखिन्छ कि पक्कै पनि पृथक किसिमको लत्ता कपडा, पृथक किसिमको झरा जति देखिन्छ। यो हङ सेक्रोसिली वास्तवमा चाहे पाइ नाच्ने चाहिँ होइन। अझै पनि स्थानीय ठाउँमा विशेष गरी सोलुखुम्बु, पहलडुङ्गा, खोटाङको पुर्खाहरूले विभिन्न ठाउँमा अझै पनि देखाउनु हुँदैन भनेर अझै पनि भन्नुहुन्छ। किनकि यसको गुणधर्मी कारण छ, यसको सांस्कृतिक कारण छ, यसको चाहिँ तान्त्रिक कारणहरू छ। तैपनि स्थानीय ठाउँ मात्र देखाएर भाषा, संस्कार, संस्कृतिहरू, पुर्खाको विरासतहरू, पुर्खाको नाचोहरूलाई गर्न सकिँदैन। आज आइटीको जमानामा, आज 21st सेन्चुरीमा निश्चित ठाउँमा, निश्चित स्थानीय ठाउँमा मात्रै नभइकन देशमा, परदेशमा विभिन्न ठाउँमा देखाउन मिल्ने सिडीहरू चाहिँ देखाउँदै ल्याऊ भन्ने संस्थागत निर्णय भएको हुनाले हामीले हङकङदेखि लिएर युकेदेखि लिएर पूर्व संरक्षण र प्रवर्धन गर्न सकिन्छ, भूमिलाई कसरी संरक्षण गर्न सकिन्छ, इन्डिजिनियसको फोसिल्सहरूलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुराहरू दुमदुम गर्दाखेरि, हङ सेक्रोसिली नाच्दाखेरि, समुदायगत सांस्कृतिक गतिविधिले गर्दाखेरि त्यो कुरा झल्किन्छ र त्यो कुरा व्यवहारमा देखिन्छ। र ती कुराहरूकै प्यारामिटरको आधारमा चाहिँ किरात बाहेक राई सुम्निकिमहरूले, किरात बाहेक राई समुदायले, व्यक्तिहरूले त्यो भूमिमा बस्ने लप्सिला गरेको भएको छ। सबैले याद गर्नुहोस् होला, यो बाइम राईहरूको हङ सेक्रोसिली नाच्दाखेरि यहाँको सिली जुन हङ सेक्रोसिली नाच्दाको चौथो दिनमा नाचिने सिली चाहिँ हो। यो चौथो दिनमा मात्र नाचिन्छ, पहिलो दिन नाच्नु मिल्दैन, दोस्रो दिन पनि नाच्नु मिल्दैन, तेस्रो दिन पनि नाच्नु मिल्दैन, चौथो दिनमा चाहिँ यसरी नार्कोसिली नाचिन्छ। र नार्कोसिली नाचिसकेपछि जीवन्त गरिन्छ। जीवन्त भनेको सौभाग्य वा भनौँ चाहिँ एक किसिमको शुभ चिजहरूले घरभित्र झन्काउने काम गरिन्छ। मसिचा मसिनीहरूले त्यो काम गर्नुहुन्छ र घरभित्र करिब 3 घन्टासम्म नाच्नुपर्ने हुन्छ। जीवन्त गर्दाखेरि नार्कोसिली सकिसकेपछि नाच्दाखेरि विभिन्न आइटमहरू हुन्छ। पुर्खाहरूले पहिले चाहिँ नाच्नु जान्दैन थियो अरे, यो च्याप्नु बनाउँदा नाच्नु नजानेपछि चाहिँ कसरी सिक्यो भनेदेखि एउटा चराचुरुङ्गी वन जङ्गलमा भएका चराचुरुङ्गीहरूले चाहिँ जसरी उनीहरू चाहिँ उठे नाचे, मृगहरू नाचे, बाघ भालुहरू नाचे, त्यही किसिमले नाच्ने चलन हुँदै आएको हो। र त्यो चलन अनुसार चाहिँ हामीले चाहिँ पनि पछ्याउँदै पुस्तामा पछ्याउँदै चाहिँ हामी आइरहेका छौँ। र यो नाचमा केही अहिले परिवर्तन पनि कुनै ठाउँमा भइरहेको देखिएको छ। तर यो मात्र होइन, हाम्रो 20-25वटा 30वटा किसिमको नाचहरू रात गरी नाच्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि नाचहरू आफ्नो आफ्नो ठाउँमा छ र जसले नाचे पनि विकृति नगरौँ र अर्को किसिमको ननाचौँ भन्ने चाहिँ मेरो अनुरोध छ। यो बाँधा नाच हात्तै हुनुहुन्छ र यसलाई सभालान भनिन्छ। र तपाईँले राम्रो हेर्नुहोस्, बाँधाले जसो जसो गर्छ त्यसै गरेर नाच्ने क्रियाकलापहरूलाई मेरो व्यक्तिगत तर्फबाट यहाँ र सुनवार सेवा समाज तर्फबाट हार्दिक नमसेवल नमस्कार धन्यवाद प्रकट गर्न चाहन्छु। र यस्तै किराँतीहरूको समुदायमध्ये एक प्रमुख जाति सुनवार, किराँती सुनवार हो। र अहिले हाम्रो अगाडि स्टेजमा हाम्रा कलाकार साथीहरूले
पिदार पिदार ताल बजाइरहनु भएको छ। पिदार ताल भनेको चाहिँ हामीले थानमा गरिने पूजा हो। यसलाई चाहिँ हाम्रो सुनुवार भाषामा चाहिँ पिदार भनिन्छ र यसमा चाहिँ हामीले प्रकृति पूजक र हाम्रा पितृहरूलाई चाहिँ सम्झनाको स्वरूपमा चाहिँ हामीले पिदार ताल बजाउने गरेको छ र सबैजनालाई ध्यान दिएर हाम्रो यस ताललाई चाहिँ मनोरञ्जनको रूपमा या कुनै नलेजको रूपमा लिन सक्नुहुनेछ। र अब किराँत समुदाय किराँत सुनुवार जातिको च्यादर पिदारको उपलक्ष्यमा चाहिँ